बाख्रा देखाउनु पर्यो भने त बाख्रा बाख्रा ओ म्या गर म्या गर अनि गाई पो कराए त हौ तिमीले कराउ न किन कराएको घाँस खाएनौ घाँस खाएन यो छाडा हुँदैछ यो घाँस खानेर यो चाहिँ जो ढुङ्गा ठुलो ढुङ्गा हाम्रो ढुङ्गा आम्बो यो नाम चलेको धेरै यो ढुङ्गाले चाहिँ म चाहिँ हिँडेको गिटी कुट्नु गिटी त्यहाँ घर बनाउँदैछ त्यहाँदेखिको गिटी कुट्ने बोक्ने यो नाम्लो पनि छ यो चाहिँ अहिले लाउने कभर गर्ने यो मेरो उयो हो ला मैले भित्रबाट सर्ट नखोली लगाएर आएछु गर्मीले मर्ने भयो अहिले पो देखेँ सर्टको कलर पो ओहो लु अब हिँडेको तल खोलाको बगरतिर ए है तिम्रै माया लाग्छ बरीलाई ए है तिम्रै याद आउँछ बरीलाई यो चाहिँ भुते खोलाको पुल हाम्रो अनि यो चाहिँ हाम्रो भुते खोलाको पुल यहाँ पुल छ यहाँ चाहिँ भूत निक्लिन्थ्यो पहिला पहिला अरे मैले पनि एकताल भेट्नु त भेटेको तर के हो थाहा छैन त्यसै अम्लिसो बारी यस्तो भिड छ भिडमा अम्लिसो हुन्छ डाँडा पाखा छहराले तिम्रै आलो अब खोला पुग्नु कति टाइम लाग्छ अझै कति मिनट लाग्छ निकै लाग्छ नि खोला पुग्नु यहाँ त आउँदैछ भर्खर खोला त कराउँदैछ स्वा गरेर जाँदै जाँदा 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 हत्तु नै हुने रहेछ अम्लिसो घाँस काट्नुपर्छ यसरी यो फेद काट्नु यति धेरै दुखेर आउँछ यति धेरै दुख्छ यसले त खप्पै हातमा गाडिँदो रहेछ यस्तो यो दुई ताल यो घाँस काट्नुपर्छ हाम्रोतिर चाहिँ ढुङ्गा चाहिँ यत्र यत्र भाम्बुडे पाउँछ ढुङ्गा बिउ छर पनि कराउँदैछ जङ्गलतिर यसले मलाई अबै त्यत्रो पो हुँदो रहेछ कुकु पो भनेको त बिउ छर्दा ठुलो पो हुँदो रहेछ त अनि उडे 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 बिउ छर्दा ठुलो पो हुँदो रहेछ म त सानो पो हुन्छ भनेको त ऊ तल खोला 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 खोलामा तल बग्दैछ त्यही जाने ढुङ्गा कुट्नु गिटी कुट्नु त्यत्रो ढुङ्गा छ अनि खोला नि छ हाम्रोतिर माछा आमामा र भगवान् जुत्ता जोतबोटमा हिँड्नुपर्छ ला हाम्रो बाजे आउनु हुँदै रहेछ बाजे नि आउनु हुँदैछ पर यताउता चारैतिर हेर्दै हेर्दै अब बाजेले अहिले मलाई देखेर कराउनुहुन्छ तेरो नक्कल ढुङ्गा कुट्नु गएको के गर्नु भन्नुहुन्छ राख्नु पर्यो फोन पर्मिला ए बाजे हिजो बाजेलाई भेट्नु पर्यो नि त बाजे त गइहाल्नु भएछ बाजे देखाउँछ बाजेले के भन्नुहुन्छ मलाई कतिको कराउनुहुन्छ कि कराउनुहुन्न भिडियोमा बाजेलाई देखाएको भिडियो गरेको नि अब बाजेलाई हिजो यो गर्नु पर्यो भेट्नु पर्यो नि त गइहाल्नु भएछ बाजे त बाजेलाई देखाएको भिडियो बनाएको पनि कति राम्रो देख्दो रहेछ बाजे त बाजेलाई त्यो रुख काट्नु पर्यो भनेर नि